फुटबलप्रतिको पागलपन र जुनूनले भरिएका एक व्यक्ति क्रिस्टियानो रोनाल्डो, जसको एउटा भनाइ थियो जुन भनाइले मेरो मोटु छोएको थियो। रोनाल्डो जब 15 वर्षको थिए उनलाई मोटुको समस्या देखियो, तब डाक्टरले उनलाई फुटबल छोड्नको लागि भने। तर क्रिस्टियानो रोनाल्डोले भने, डाक्टर साहब मेरो मोटुको अपरेसन गरिदिनुहोस्, जसरी पनि म फुटबल खेल्न चाहन्छु। यदि फुटबल खेल्न पाइन भने म यत्तिकै पनि मरिहाल्छु। हो, क्रिस्टियानो रोनाल्डोको फुटबलप्रति यस्तो जुनून थियो। हामी जुन सपना देख्छौँ त्यो सपनाको लागि पागलपन र जुनून हुनु अत्यावश्यक छ। यदि तपाईसँग पागलपन र जुनून छैन भने तपाईँ कुनै पनि क्षेत्रमा सफल बन्न सक्नुहुन्न। हो, उनी क्रिस्टियानो रोनाल्डोको अङ्ग्रेजी भाषामा रहेको स्पिच आज तपाईहरूलाई हामी नेपालीमा सुनाउँदैछौँ, जुन स्पिचले तपाईँको जीवन बदल्नेछ। तपाईँले काम गर्नुपर्छ। मैले प्रत्येक दिन लगभग काम गर्ने प्रयास गर्छु। यही कारणले हो कि म धेरै वर्षदेखि एक शीर्ष स्थानमा छु। यो आत्मविश्वासले मात्र सम्भव भएको होइन, किनकि मैले पछाडि धेरै मेहनत गरेको छु। जब म 12 वर्षको थिएँ, मानिसले मलाई भन्थे, क्रिस्टियानो तिमी एक राम्रो प्रतिभा भएको खेलाडी हौ, तर तिमी धेरै स्किनी छौ। यति बेला मैले आफ्नो दिमागमा यो कुरा राखेँ कि म आफ्नो शरीर सुधार गर्न सक्छु, म जिम जान सक्छु र समर्पणका साथ कडा परिश्रम गर्न सक्छु। त्यही सोचले गर्दा मैले आफूलाई सुधार गरेको हुँ। रिपोर्टरले सोध्छन्, तपाईँले आफ्नो प्रविधि र बलसँग आफ्नो गति सुधार गर्न कडा मेहनत र धेरै समय खर्चनु भएको छ, तर ड्रिब्लिङमा यति राम्रो हुनुको रहस्य के हो? म सधैँ भन्छु कि यो एक प्याकेज हो र तपाईँलाई थाहा छ सबभन्दा पहिले यो ट्यालेन्टबाट आउँछ। तर तपाईँले आफ्नो दिमागमा कामको नैतिकता राख्नुपर्छ, तब तपाईँ प्रोफेसनल बन्न सक्नुहुन्छ। त्यसैले पहिलो दिनदेखि नै मैले व्यावसायिक रूपमा सुरुवात गरेको थिएँ। म 16, 17 र 18मा नै म सबै अनुभवी खेलाडीहरूबाट कडा तालिम लिने सोच राख्थेँ। पक्कै पनि यो सपना देख्दै आउँदा म प्रोफेसनल भएँ। म विश्वका उत्कृष्ट क्लबहरूबाट खेल्छु। मैले महत्त्वपूर्ण ट्रफीहरू जितेको छु, त्यसैले म यो स्थानमा हुन पाउँदा खुसी छु। तर यो आकाशबाट आएको होइन, म आफूलाई समर्पण गर्छु र अहिले पनि कडा परिश्रम गर्दैछु। यसकारण मैले जति पनि प्राप्त गरेका लक्ष्यहरू र उपलब्धिहरू छन् तिनीहरू समर्पण र कडा परिश्रमबाट प्राप्त भएका हुन्। रिपोर्टरले प्रश्न गर्छन्, मानवको रूपमा हामी अरू मानिसहरूद्वारा धेरै प्रेरित हुन्छौँ। अरू कुन खेलाडीले तपाईँलाई सबभन्दा राम्रो महसुस गराउँछ? यो एकदमै राम्रो प्रश्न हो। एकजनालाई मात्र उल्लेख गर्न गाह्रो छ, तर म जुन स्तरमा छु त्यो अन्य खेलहरूमा जस्तै छ। NBA को एउटा सूत्र छ, एक उत्कृष्ट खेलाडीले सधैँ उत्कृष्ट खेलाडीलाई नै फलो गर्छ। हामीहरू शीर्ष स्थानमा जान चाहन्छौँ किनकि तिनीहरूमध्ये एक उत्कृष्ट व्यक्ति त्यहाँ छन्। तपाईँले आराम गर्न सक्नुहुन्न किनकि तपाईँभन्दा अर्को